आजको समय सामाजिक सम्बन्धहरू पहिलेको जस्तो अस्थायी र अटल छैनन्। मानिसहरूको बीचको सम्बन्ध विश्वास, व्यवहार र परिस्थितिमा आधारित हुन्छ। कहिलेकाहीँ हामीले आफ्नो सबैभन्दा नजिकको साथी, घनिष्ठ मित्र, सधैँका लागि आफ्नो साथ रहने व्यक्ति ठान्छौँ। तर जीवनको वास्तविकता अलि फरक हुन सक्छ। आजको घनिष्ठ मित्र भोलिको परिस्थितिमा फरक दृष्टिकोण राख्दै दुश्मन बन्न सक्छ भन्ने कुरा पनि जीवनको कठोर यथार्थता हो। यसको अर्थ सबै साथीहरू शत्रु बन्छन् भन्ने होइन, तर सम्बन्धहरूमा अन्धविश्वास भन्दा पनि विवेक आवश्यक हुन्छ भन्ने हो। धेरै पटक हामी भावनामा बहकिएर कसैलाई अत्याधिक विश्वास दिन्छौँ। आफ्नो सबै व्यक्तिगत कुरा, योजना, कमजोरीहरू पनि साझा गर्छौँ। तर जब परिस्थिति बदलिन्छ, स्वार्थ र प्रतिस्पर्धा अगाडि आउँछ। त्यही विश्वासको दुरुपयोग हुन सक्छ। संसारमा धेरै सम्बन्धहरू गलत बुझाइ, ईर्ष्या, प्रतिस्पर्धा र अपेक्षाका कारण बिग्रिएका उदाहरणहरू पाइन्छन्। कहिलेकाहीँ सानो विवादले ठुलो दूरी बनाइदिन्छ र कहिलेकाहीँ एउटा सफलता वा असफलताले सम्बन्धलाई परिवर्तन गरिदिन्छ। त्यसैले सम्बन्धलाई मजबुत बनाउने आधार केवल भावनात्मक नजिकता मात्र होइन, आपसी सम्मान, स्पष्टता र सीमित विश्वास पनि हो। यसको मतलब कसैसँग मित्रता नराख्ने होइन, बरु सम्बन्धलाई सन्तुलित र समझदारीपूर्ण बनाउने हो। हामीले सबैलाई समान रूपमा सम्मान गर्नुपर्छ, तर आफ्नो व्यक्तिगत जीवन र संवेदनशील विषयहरूमा विवेकपूर्ण सीमा राख्नु बुद्धिमानी हुन्छ। जीवनको अनुभवले सिकाउँछ कि सम्बन्धलाई जबरजस्ती होइन, स्वाभाविक रूपमा बग्न दिनुपर्छ। जसले तपाईलाई बुझ्छ, सम्मान गर्छ र तपाईको उन्नतिमा खुसी हुन्छ, त्यही साँचो मित्रता हो। तर जसले परिस्थिति अनुसार व्यवहार बदल्छ, उसलाई पनि समयले चिनाउँछ। आजको घनिष्ठ मित्र भोलिको दुश्मन बन्न सक्छ भन्ने कुरा डराउने होइन, सचेत बन्ने सन्देश हो। सम्बन्धलाई माया, सम्मान र विवेकको सन्तुलनमा राख्न सके जीवन अझ शान्त, सुरक्षित र अर्थपूर्ण बन्न सक्छ। हरे कृष्ण।